हेलो साथीहरु, स्वागत छ तपाईलाई टेक नेपाल युट्युब च्यानलमा। साथीहरु, आजको यो भिडियोमा इस्युआमा भएको ब्यालेन्सलाई हामीले चाहिँ कसरी ब्याङ्कमा ट्रान्सफर गर्न सकिन्छ अथवा इस्युआबाट इस्युआमा कसरी ट्रान्सफर गर्न सकिन्छ सम्पूर्ण डिटेल रूपमा जानकारी दिनेछु। धेरै साथीहरूले चाहिँ इस्युआ चलाउनुहुन्छ र कसरी पैसा तपाईले चाहिँ ट्रान्सफर गर्ने आफ्नो ब्याङ्क एकाउन्ट र इस्युआ वालेटहरुमा, त्यो म आजको भिडियोमा सिकाउने नै छु। सो भिडियो सुरु गर्नुभन्दा अगाडि भिडियो मन परेमा लाइक गर्नुहोला, साथीलाई शेयर गर्नुहोला, च्यानलमा नयाँ हुनुहुन्छ भने तल सब्स्क्राइब बटनमा गई सब्स्क्राइब गरी बेल आइकनलाई अलमा प्रेस गरी जोडिनुहोला भन्दै लागौँ आजको भिडियोतर्फ। सबैभन्दा मेरो पहिला इस्युआ एकाउन्ट यहाँनिर चाहिँ लगइन गर्छु। ओके, मेरो यहाँ चाहिँ इस्युआ लगइन भइसकेको छ। अब हामीले चाहिँ इस्युआबाट इस्युआमा सुरुमा सिक्नेछौँ, त्यसपछि ब्याङ्कमा कसरी तपाईले ट्रान्सफर गर्ने त्यो सिक्नेछौँ र ब्याङ्कबाट इस्युआमा लोड कसरी गर्ने त्यो पनि सिक्नेछौँ। सबैभन्दा पहिला यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ एउटा अप्सन रहेको छ लोड मनी भनेको छ। यो लोड मनी अप्सन भनेको हामीले कुनै ब्याङ्कबाट हामीले चाहिँ इस्युआमा चाहिँ ब्यालेन्स लिन मिल्नेछ। त्यसको लागि चाहिँ हामीले चाहिँ यहाँ चाहिँ ब्याङ्क एकाउन्ट चाहिँ लिङ्क गर्नुपर्ने हुन्छ। यहाँ लिङ्कको अप्सनमा क्लिक गरेर यहाँ चाहिँ आफ्नो चाहिँ डिटेल्सहरू ब्याङ्क डिटेल्सहरू राखेर यहाँ चाहिँ प्लसमा क्लिक गर्नुभयो भने यहाँ चाहिँ लिङ्क गर्न सक्नुहुन्छ। मेरो अलरेडी यहाँ चाहिँ लिङ्क छ। लिङ्क ब्याङ्क एकाउन्टमा क्लिक गरेर लिङ्क गर्न सक्नुहुन्छ। यहाँनिर मैले यो अलरेडी गरिसकेको छु। र त्यस्तै अर्को भनेको यहाँ चाहिँ सेन्ड मनी रहेको छ। यो सेन्ड मनी भनेको तपाईँ चाहिँ इस्युआबाट इस्युआमा नै ट्रान्सफर गर्न मिल्नेछ। त्यसको लागि चाहिँ यसमा क्लिक गर्नुभयो भने यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ इस्युआ आइडी भनेको छ। यहाँ चाहिँ इस्युआ आइडी नम्बर राख्नुपर्ने हुन्छ तपाईँले। जस्तो मैले चाहिँ इस्युआ आइडी नम्बर यहाँनिर राखेँ भने मैले इस्युआ आइडी नम्बर राखिसकेपछि प्रोसिडमा क्लिक गर्ने। प्रोसिडमा क्लिक गरिसकेपछि यहाँनिर चाहिँ अब कति रकम हो तपाईले चाहिँ जस्तो 1000 2000 अथवा 500 जति पनि हो त्यो तपाईँले राख्न सक्नुहुन्छ। त्यसपछि यहाँ चाहिँ यसलाई अन गर्दा पनि भयो, अफ गर्दा पनि भयो। त्यसपछि तपाईँको चाहिँ यहाँ चाहिँ कन्टिन्यूमा क्लिक गर्नुभयो भने यहाँ चाहिँ तपाईँ चाहिँ पासवर्ड राख्ने अप्सन आउँछ। आई एग्रीको अप्सनमा क्लिक गरेर पासवर्ड राख्नुभयो भने यहाँ चाहिँ एनकी एमपिन राख्नुभयो भने तपाईँको चाहिँ इस्युआबाट इस्युआमा सेन्ड हुनेछ। त्यस्तो अर्को भनेको तपाईँ चाहिँ अब ब्याङ्कमा कसरी ट्रान्सफर गर्ने, त्यो ब्याङ्कमा ट्रान्सफर गर्नको लागि चाहिँ यहाँ चाहिँ ब्याङ्क ट्रान्सफर अप्सन रहेको छ। यसमा हामीले क्लिक गर्नुपर्ने हुन्छ। यसमा क्लिक गरिसकेपछि अब तपाईँले डाइरेक्ट मोबाइल नम्बरमा पनि तपाईँले पठाउन सक्नुहुन्छ। तपाईँको ब्याङ्क एकाउन्टमा नम्बर छ त्यसमा अब तपाईँले पठाउन सक्नुहुन्छ। पहिला सुरुमा यहाँ चाहिँ सिलेक्ट ब्याङ्क भनेको छ। यहाँ चाहिँ ब्याङ्कलाई सिलेक्ट गर्नुपर्ने हुन्छ। अब कुन ब्याङ्क हो तपाईँको यहाँनिर चाहिँ सिलेक्ट गर्न सक्नुहुन्छ। जो कि ब्याङ्कलाई सिलेक्ट गरिसकेपछि यहाँ चाहिँ मोबाइल नम्बर राख्नुपर्ने हुन्छ। आफ्नो जुन मोबाइल ब्याङ्कमा रहेको छ त्यो नम्बर राख्नुपर्ने हुन्छ मोबाइल ब्याङ्किङ गरेको। त्यसपछि अब एमाउन्टमा कति हो तपाईँले त्यो तपाईँले यहाँ चाहिँ राख्नुपर्ने हुन्छ। रकम यहाँ चाहिँ चुज पनि गर्न सक्नुहुन्छ अथवा तपाईँले यहाँ चाहिँ टाइप पनि गर्न सक्नुहुन्छ। रिमार्कमा कुनै पनि लेख्न सक्नुहुन्छ। यहाँनिर जस्ट अब एकाउन्ट नम्बरबाट यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ सिलेक्ट ब्याङ्क भनेको छ। आफूले सिलेक्ट गर्न सक्नुहुन्छ जुनसुकै पनि ब्याङ्कलाई। जस्तो मैले ग्लोबललाई सिलेक्ट गरेँ। त्यसपछि एकाउन्ट नम्बरमा आफ्नो खाता नम्बर यहाँनिर चाहिँ टाइप गर्नुपर्ने हुन्छ। त्यसपछि अब कुन व्यक्तिको खातामा पठाउने, यहाँ चाहिँ रिसिप्स एकाउन्ट नेम भनेको छ। अब कुन व्यक्तिले रिसिभ गर्ने, कुन व्यक्तिकोमा पठाउने त्यहाँ राख्नुपर्ने हुन्छ। एमाउन्ट यहाँनिर चाहिँ राख्नुपर्ने हुन्छ, कति हो त्यो राख्नुपर्ने हुन्छ। त्यो राखिसकेपछि तपाईँले यहाँ चाहिँ रिमार्कमा अब सेन्ड अथवा आफ्नो नाम पनि राख्न सक्नुहुन्छ। जस्तो मेरो यहाँ चाहिँ मोबाइल नम्बरबाट अलरेडी मैले चाहिँ ब्याङ्क लिङ्क गरेको हुनाले चाहिँ ब्याङ्कलाई चुज गर्छु। चुज गरिसकेपछि जस्तो मैले यहाँ चाहिँ अब इस्युआबाट 8000 रुपियाँ चाहिँ ब्याङ्कमा मैले चाहिँ ट्रान्सफर गर्दैछु भने यहाँ चाहिँ 8000 मैले यहाँ चाहिँ टाइप गर्छु। जस्तो यसरी टाइप गरेँ। टाइप गरिसकेपछि अब यहाँ चाहिँ अब रिमार्कमा आफ्नो जे सुकै पनि लेख्न सक्नुहुन्छ। जस्तो मेरो चाहिँ नाम लेखेँ। यहाँ चाहिँ चेकको अप्सन रहेको छ। चेकको अप्सनमा क्लिक गर्ने। चेकको अप्सनमा क्लिक गरिसकेपछि यस्तो प्रकारको डिटेल्स देखाउनेछ। त्यसपछि गरेर यहाँ चाहिँ कन्फर्मको अप्सन देख्न सक्नुहुन्छ। यो कन्फर्मको अप्सनमा क्लिक गर्ने। त्यसपछि अब जस्तो यहाँनिर चाहिँ अब पे भिआइए भनेको छ, इस्युआ भनेको छ, यसमा क्लिक गर्ने। यसमा क्लिक गरिसकेपछि आफ्नो चाहिँ एमपिनलाई यहाँनिर चाहिँ राखिदिने। राखिसकेपछि कन्फर्म गरिदिने। कन्फर्म गरिसकेपछि तपाईँको ब्याङ्कमा चाहिँ यसरी सक्सेस तरिकाले चाहिँ ब्यालेन्स चाहिँ ट्रान्सफर हुन्छ। देख्न सक्नुहुन्छ मेरो ट्रान्सफर भइसकेको छ। त्यसपछि डन गरिदिनु र डन गरिसकेपछि तपाईँको ब्यालेन्स चाहिँ ब्याङ्कमा ट्रान्सफर भइहाल्छ। साथीहरू, इस्युआबाट ब्याङ्कमा कसरी ट्रान्सफर गर्ने, इस्युआमा कसरी लोड गर्ने कुनै पनि ब्याङ्कबाट र इस्युआबाट इस्युआमा कसरी ट्रान्सफर गर्ने सम्पूर्ण तरिकाहरू सिकाएँ। भिडियो यति नै। कस्तो लाग्यो, राम्रो लाग्यो भने भिडियोलाई लाइक गर्नुहोला, साथीलाई सेयर गर्नुहोला र यस्तै भिडियोको लागि चाहिँ च्यानललाई सब्स्क्राइब गरेर पनि जोडिनुहोला भन्दै आजको यो भिडियोबाट बिदा लिन्छु। नमस्कार।